अझ म पोखरको नजिकै रहेको आँचीगर होमस्टेतिर लागेँ र जहाँ तपाईँ नदीपुर मणिपाल अनि कालीखोला सेतीखोला हुँदै रालीचोर हुँदै माथि लाग्नुपर्नेछ। जुन रालीचोरमा एउटा बोर्ड छ, जब सिधै माथि राइट साइडबाट चढ्दै जानुपर्नेछ। त्यो माथि गएपछि चाहिँ फिजहरू छ, प्रायः चाहिँ 80% चाहिँ पिच रोड नै छ। अनि त्यसपछि चाहिँ तपाईँ पुग्न सक्नुहुन्छ आँटीघर। म आँटीघर पुगेँ। आँटीघर पुगेपछि चाहिँ म चाहिँ होमस्टेतिर लागेँ। अनि होमस्टेमा भेटेँ मैले गङ्गा आमालाई। अनि गङ्गा आमाको यो होमस्टे चाहिँ पहिलो घर अथवा पहिलो होमस्टे रहेछ, एकदमै दामी थियो। त्यसै बखत पनि मैले त्यहाँ बच्चाहरू र अथवा मलाई घुमाउने त्यहाँको गाइडहरू भेटेँ। अनि त्यो गाउँको हरेक कुरा अथवा त्यहाँ होमस्टेमा कसरी आउने, प्याकेजको अनि क्यापेसिटी भएको किन आउने, हरेक त्यो आँटीघरको इतिहास चाहिँ हाम्रो गङ्गा आमाले चाहिँ मजाले बताइदिनु भयो। जस यो होमस्टे चाहिँ एकदमै अर्ग्यानिक छ, दामी छ। त्यसपछि चाहिँ म मेरो बच्चा अथवा मेरो गाइडहरूसँग गएँ। म फुलिङ डाँडा भ्यू पोइन्ट, त्यहाँबाट चाहिँ मजाको भ्यूहरू देख्न सकिन्छ। आँटीघर अनि पोखरा भ्याली अनि सिक्ले साइडतिरको भ्यू देख्न सकिन्छ। त्यसपछि चाहिँ नेक्स्ट भ्यू पोइन्ट चाहिँ फुलुङ भ्यू पोइन्ट भन्दा अलिकति यता माथि जहाँ चाहिँ मकैबारी थियो। अनि त्यो डाँडाबाट चाहिँ मजाको यो आँटीघर भ्यू पोइन्ट चाहिँ मजाको रहेछ, जहाँ तपाईँले यो देख्नुभएको छ। यो चाहिँ आँटीघर मौजा हो। यहाँ चाहिँ 72 घर छ। अनि प्रायः युथहरू चाहिँ छैन, आमा पार्टीहरू छ, थोरै छ। प्रायः चाहिँ पोखरा मुभ हुनुभएको छ। तर यो ठाउँ चाहिँ एकदमै दामी अर्ग्यानिक छ। वेदर राम्रो भएपछि यहाँ मजाको भ्यू देखिन्छ। अन्नपूर्ण मोनास्ट्री मजाको देखिन्छ। त्यसबाट फर्केपछि चाहिँ आमाले चाहिँ मलाई मजाको कोदोको रोटी सेलरोटी बनाइदिनु भयो, चिया अनि तरकारी खानुभयो। अनि एकदमै दामी अर्ग्यानिक थियो, जहाँ कि होमस्टेमा चाहिँ जहाँ घरेलु उत्पादन कुरा चाहिँ दिनुपर्छ र खानुपर्छ। त्यो एकदमै मिठो बनाउनु भएको थियो। गङ्गा आमालाई धेरै धेरै धन्यवाद। त्यसै मिठो साथ खाएँ, मिठो बनाउनु भएको थियो। त्यसपछि चाहिँ गङ्गा आमालाई धेरै धेरै धन्यवाद। यस्तो मिठो खाना खुवाउनु भयो, यस्तो खाजा खुवाउनु भयो। त्यसपछि चाहिँ हाम्रो गङ्गा आमालाई धेरै धन्यवाद दिँदै म फर्केँ। सो थ्याङ्क यू फर वाचिङ एन्ड थ्याङ्क यू फर लभिङ। सो